ल गाइजहरु यो चाहिँ कबाडी ब्रदरको स्टोक माल हो। यो चाहिँ कबाडी बोतल यो पनि सब कबाडीमा यो आरा भन्छ यसलाई। यहाँ चाहिँ हाम्रो कार्टनहरु छ, यता फलमहरु हो हैन। यो चाहिँ कबाडी ब्रदरको स्टोक माल है। यो चाहिँ स्टोक माल हो। यो चाहिँ कबाडी ब्रदर्सको गाडी हो। यो पनि स्टोक माल हो। यो स्कुटी पनि हाम्रो यो यदि कोही किन्ने इच्छुक हुनुहुन्छ भने ठिक छ, नत्र यो पनि हाम्रो कबाडीमै हो हैन। एकदम राम्रो छ। अनि यो चाहिँ कबाडी ब्रदर्सको हैन। अब अहिले गाडी पानी परिरहेको छ, हामी सफा गर्दैछौँ। स्टोक माल हो। यता चाहिँ हामी गाडी सफा गर्दैछौँ पुरा। के गर्नु यस्तै छ हजुर, पानी परिरहेको छ। अनि कबाडी ब्रदर्सको फेरि यता बाइक छ 3टा हो। कबाडी ब्रदर्सहरूमा बाइकहरू पनि छ 220, 150 अनि 135 भनेको 135 सीसीको डिस्कोभर, 2टा पल्सर। यो स्टोक मालहरू कबाडी ब्रदर्सको यस्तो छ खतरा। यो सब स्टोक मालहरू यो सब हाम्रो स्टोकमा हो। यो चाहिँ हामीलाई जब पैसा चाहिन्छ हामी टक्क यो चाहिँ गोजिया पैसा भएको जतिकै हो क्या। यो चाहिँ अब उहाँ वासिङ हुँदैछ। यस्तो छ कबाडी ब्रदर्सको गाडी जस्तो छ, पूजासुजा भइसक्यो। यो चाहिँ हाम्रो भिडियो बनाउनको लागि यो जुन स्ट्यान्ड हो हैन। अब हामी एकछिनमा सर्जन टिप्न जान्छौँ। त्यस पछाडि आएर चाहिँ आज हाम्रो बेलुकासम्ममा मालहरू रेडी गरेर भोलि बिहान चाहिँ फेरि टक्क हामी उता जानुपर्ने हुन्छ माल लगेर। सरसफाइ कार्यक्रम रहेछ, गाडी वासिङ। के गर्नु हजुर, कथाले मागो पछि अब गर्नुपर्छ। यसले फेरि पानी सिटमै पोखायो हैन। यस्तै हो। आज बिहानदेखि चाक भिजेको छ चिसोले गर्दा। के गर्नु, कबाडी ब्रदर्सको यो पनि अब गाडीमा चाहिने सम्पूर्ण सामग्रीहरू चाहिँ हाम्रो यहीँ हुन्छ। उहाँ चाहिँ अब राङखिम राईको मतलब चाहिँ उहाँ चाहिँ घरको भगवान हो, देउता भने जस्तै हो। अब कबाडी ब्रदर्सले अब कबाडी स्टोक गरिसक्यो। अब हामी जाँदैछौँ आजलाई चाहिँ सर्जन टिप्नलाई। अब भोलि 2 कुइन्टल सज्जान माल लगेर जानुपर्ने। त्यसमाथि केराहरू पनि छ। यो चाहिँ कबाडी ब्रदर्सको आइसक्रिम हो। यो चाहिँ पार्ट टाइम जब जस्तो हो। यसो यसले चाहिँ अब यो हामी यसलाई निरन्तरता दिनु चाहिँ सकेका छैनौँ। हामीले लगभग 3-4 दिन भयो यसलाई यतिकै राखेको चाहिँ। अब हामी लिएर हिँड्नु यसलाई छोड्यौँ, किनभने अहिले कबाडी ब्रदर्समा धेरै काम छ नि त। अब कबाडी सबाडी भेला गरिरहेको छौँ। अब आजलाई कबाडी पनि स्टक भयो। अब हामी फिलहाल अब सब्जीमा जाँदैछौँ। यस्तै छ हजुर। यो चाहिँ हाम्रो यहाँ तल चाहिँ फेरि यहाँ कबाडी ब्रदर्सले हैन टक्क त्यो माछाहरू किन गाड्यो होला भन्ने सोच्नु हुँदैन। त्यहाँ चाहिँ हाम्रो टोनेल बन्ने सब्जीको लागि हामी सब्जी पनि आफै खेती गर्छौँ अर्ग्यानिक तरिकाले। यो चाहिँ हाम्रो क्रेट हो। यो चाहिँ हाम्रो टमाटर बोक्छौँ हामी यसमा चाहिँ हैन। यस्तै छ गाउँघर, यस्तै हो, हल्का रमाइलो। अनि यो भइहाल्यो स्टक हैन। अनि कबाडी ब्रदर्सको अब नेचुरल हैन अर्ग्यानिक केराहरू हामी लान्छौँ उहाँहरूमा। पक्क फलिरहेछ। यस्तै छ हजुर। सर्जन ढिलो चलियो कबाडी ब्रदर्स। आज एकदमै पानी पऱ्यो क्या। राति 3:30 बजीदेखि पानी पऱ्यो, एकदम धेरै पानी पऱ्यो। अलिकति नास्ता गर्नै पऱ्यो। त्यही भएर यो घरको कस्तो चिन्नुहुन्छ? हामी आउँदैछौँ। हुन्छ हुन्छ फुपा, यो घर कतिजनाले मिस गरिराख्नु भएको छ। यो घर अनि हाम्रो मुमा तपाईँले यहाँ कतिजनालाई चिया खुवाउनु भयो कि याद आउँछ आउँदैन? मुमा सम्झेको छु भनिदिनु न। म बजार गएको छु बाबा, भोलि म जान्छु, म पाइप ल्याइदिइहाल्छु। मुमा के बोल्नु भएको यो? अब म भरे जान्छु बाबा, भोलि जान्छु कि। अनि 100% म तपाईँलाई पाइप ल्याइदिन्छु। कति एमएमको पाइप भन्नु त भन्नु न यहाँ, अनि म सम्झिन्छु। 16को नि। राति त गयो हिजो धुलाबारी, त्यही भएर नि 7 नम्बरको बाटो चाहिँ यस्तो भएको छ अहिले। हालबाट यहाँ बसेर चाहिँ क्या हो
क्यामेरा कोही फोकस छैन भनेको बाटो कोही देखियो न ढिका देखाएर भइहाल्यो नि बाटो किन देखिन यो यतापट्टि होइन यतापट्टि होइन यतापट्टि फौज पनि यहाँ उयो होला नि त अब यहाँ चाहिँ कता सिधा होइन त पानी परेको बाटो सबै गिलो भएछ क्या कमाडी खोलाको गाडी पनि कमाडी भइसकिसक्यो पछाडिको सट्टा चाहिँ नजोगाउनु ढुङ्गादेखि यो जोगाएर त राम्रो गरौँ न ड्राइभर भइसकेपछि कुन बाटो हिँड्दाउँदा हुन्छ भन्ने कुरो थाहा हुँदैन सेन्स हुँदैन भाइ आशालाई मसँग म तपाईँ होइन तपाईँहरू त म अलिक यङ जस्तो लाग्छ ए दाइ चाहिँ बुढो भाइ चाहिँ होइन दाइ चाहिँ यो भाइ चाहिँ बुढो देखिँदैछ नि स्किनले गर्छ नि भाइ स्किन भनेको थाहा छ नि लास्टै बुढो भन्छ सुख र दुःख यहाँ छुट्छ है सुख यतापट्टि दुःख यतापट्टि त्यो देखिरहेको छ यहाँनिर खोलामा सलामा आउँछ छ यहाँ 50,000 रुपियाँ आफ्नो त सिजनमा भनेको साग सब्जीको अब सिजनको सब्जीहरू निकाल्दैछ हप्ता दिन कबाडी हिँड्ने हो त्यस पछाडि टनेल बनाउने हो खेतीमा लाग्ने हो यसपालि गरेर अत्याधिक बोलाउनु यहाँ चाहिँ डोरी सोध्नु न बाहिरमा हाल्नु ल पूजा गरेर छोड्दै बिजी भयो भने डिस्टर्ब गर्नु हुँदैन कसैलाई पनि भन्ने सिद्धान्त मेरो हो होइन राम्रो कुरा बाटो अवरोध भयो बाटो फेरि धेरै उकालो छ कि तिमीहरू माउरी एकचोटि छैन उडेको छैन मैले हेरिसकेको यताबाट साइडबाट माउरीको लागि भिरमा मुढा राखेको अरे टुन राखेको मुढाले हेर्नु पनि जुन काममा हिँडेको त्यो काममा फोकस दिने गरौँ न त्यो बात नै त्यो त भइहाल्छ गरिहाल्छ बल्ल घाम लाग्यो बाटोमा पानी पुरा स्विमिङ जस्तो भइरहेको छ ड्राइभर नजान्ने भएपछि यस्तै के गर्ने छोट के भन्छ के भयो होला त होला अब चाहिँ स्पिडमा के साह्रो पऱ्यो हो के खोइ गराएर जस्तो लाग्यो हाम्रो सर्जनको बगान
हाम्रो डेस्टिनी आइपुग्यो। यहाँ भाइ मेहनतको साथ रुखमा चढिरहेछ। अब हामी यसलाई झार्छौँ, पिट्छौँ, बेला पार्छौँ। यही हो हाम्रो। त्यो चिप्लो छ र त माथि तल लडाइदिए पोर्न झारेको रहेछ कि, त्यही भएर नि थाहा छ के गर्नु, काम गर्नै पर्यो। गाह्रो छ नि हाम्रो बगान। यहाँ छेपारा टाँसिरहेछ। यो चाहिँ पानी परेको कारणले गर्दा के गर्नु त, बाध्यता छ। आज भोलि माल पुऱ्याउनु पर्ने छ, माल मगाएको छ, मगाएको ठाउँमा दिनु पर्यो। यस्तो छ माल फलाइ, खासै छैन। त्यसले मैले माथि नजा भनिरहेको छु, तल तलै काट्दै। त्यो माथि नजा, त्यो तल तलै लुनाइदिएको नि होइन हो। त्यो खुर्पा ठुँगेकोदेखि चाहिँ उँभो नजा। यस्तै छ। म चाहिँ फेरि रुखमा चढ्नु सक्दिनँ कि, भुँडी ठुलो भएर के गर्नु, गाह्रो छ नि। भात दिएर खाएको पनि होइन, हाप्सिया भुँडी लाग्यो यार, बोसो लागिरहेछ यार। ल बजरङ्ग बली, अब हाम्रो माल झर्नु थाल्यो। रमाइलो छ नि हाम्रो गाउँ। पारी पनि पाखा, उफ हेरौँ भिरभरि घरै घर। यता पनि यस्तो हाम्रोमा धेरै खेती हुने भनेको चाहिँ यो अम्लिस हो। यता घाँस काटेर ठुटा पनि फाँडिसकेको रहेछ, यता खाने बाँकी रहेछ। अम्लिस यस्तो पाखामा हुन्छ। यहाँ मधेसतिर झापातिरको छोरी चेली बिहे गरेर ल्यायो भने चाहिँ गरी खान अलिक साह्रै पर्छ हौ। यस्तो पाखामा काम गर्नुपर्छ कि धेरै गाह्रो हुन्छ नि यहाँहरू पनि। ल माल झरो यार। अब यसलाई मैले टिप्नु पर्ने हुन्छ। पहिला यसले एउटा रुख झारिसकोस्, त्यो पछाडि म टिप्नु पर्ने हुन्छ होइन। के गर्नु अब। ल फिलहाल यति नै। भोलिको बजारको लागि हाम्रो माल रेडी भयो। सजियान भइहाल्यो, केरा भइहाल्यो। भोलिको बजार अब बिहान भोलि 8 बजी हिँड्नुपर्छ।